नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ एजेड न्युज। आजको मुख्य समाचारमा रहेको छ सरकारले देशभर पाठेघर क्यान्सर विरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा। काठमाडौँ सरकारले देशभर पाठेघर क्यान्सर विरुद्ध ह्युमन प्यापिलोम भाइरस एचपिभी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। नियमित राष्ट्रिय खोप तालिमका अनुसार माघको अन्तिम हप्तादेखि एचपिभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र युनिसेफको नेपाल प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार एचपिभी खोप कार्यक्रमका लागि तयारी भइरहेको र खोप दिने समय चुनाव तथा चाडपर्व लगायतका कार्यक्रमहरू प्रभावित हुन सक्नेतर्फ ध्यानमा राखेर काम गरिरहने बताउनु भएको छ। माघको अन्तिमदेखि सुरु गरेर फागुनको पहिलो हप्ता अभियान सम्पन्न गर्ने योजनासहित तयारी भइरहेको र यसबारे थप जानकारी र मिति छुट्टै सार्वजनिक गरिने डाक्टर गौतमले बताउनु भएको। कक्षा 6मा अध्ययनरत 10 वर्ष पुरा गरेका 3.5 लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ। गत वर्षको सरकारले कक्षा 6 देखि 10 सम्म अध्ययनरत झन्डै 17 लाख किशोरीलाई खोप दिएको छ। गत वर्षको 2 मात्र खोप रहेकोमा यस वर्ष पनि 1 मात्र खोप दिइनेछ। खोप सल्लाहकार समितिका अनुसार 1 मात्र खोप लगाए पनि त्यसबाट प्रभावकारिता हुने भएपछि यसपटक 1 मात्रा मात्र दिने डाक्टर गौतमले बताउनु भएको छ। यस्तै थप अपडेटका लागि लाइक सब्सक्राइब गरेर हामीसँगै जोड्नुहोला। धन्यवाद।